गुड मर्निङ। तपाईहरुलाई स्वागत छ क्रिकेटका कुरामा। भरिभराउ टियु स्टेडियम फ्लडलाइट मुनिको खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स भर्सेस काठमाडौँ गोर्खाज। खेल एकदमै रमाइलो र रोमाञ्चक भएको छ। यो खेलको बारेमा कुरा गर्नुपर्दा जनकपुर बोल्ट्सलाई, जुन डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई कोच मन्टी देसाईको मास्टर माइन्डले 5 विकेटले पराजित गरेको छ। वान साइडेड गेम बनाएको छ। स्पिन फ्रेन्डली पिच थियो, त्यो तपाईहरुलाई अवगत छ, जसलाई चाहिँ काठमाडौँ गोर्खाजले एकदमै राम्रोसँग युटिलाइज गरेको देख्न सकिन्छ भने जनकपुर बोल्ट्सले ओभर कन्फिडेन्ट हो या म्यानेजमेन्टको कमीले हो, टिम म्यानेजमेन्टको कमीले गर्दा हो, हामीले स्पिन अट्याकलाई नै देखेनौं, जबकि स्क्वाडमा राम्रो स्पिनरहरू देख्न सकिन्छ। इमरान ताहिर, तुलबहादुर थापा मगर, आदित्य महता, उहाँहरू जस्तो राम्रो स्पिनर हुँदाहुँदै पनि स्पिन अट्याकलाई नै हामीले देखिनौं। स्पिनरहरूलाई हामीले प्लेइङ 11 मा नै देखिनौं, जहाँ अनिल शाहले आफैले बोलिङ गर्नु पर्दा थियो। जनकपुर बोल्ट्सका क्याप्टेन, भाइस क्याप्टेनहरूलाई राम्रोसँग थाहा थियो कि आज स्पिनलाई चाहिँ फेभर गर्छ यो पिचले भन्ने कुरा राम्रोसँग थाहा थियो। जुन कुरा इनिङ ब्रेकमा आसिफ शेखले भनेका पनि थिए, स्पिनलाई राम्रो फेभर गर्यो, त्यही भएर चाहिँ हामीले पनि स्पिन युज गर्छौं, यो टोटल राम्रो हो, 131 भनेको प्रिटी गुड टोटल भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको थियो। तर युटिलाइज चाहिँ गरेको देखिएन। दोस्रो इनिङमा जो चाहिँ बलिङ गर्ने बेला त्यस्तो राम्रो देखिएन। वान साइडेड नै उहाँले जित्नुभयो काठमाडौँ गोर्खाजले। मैले हिजो प्रिभ्यूमा नै भनिसकेको थिएँ, यदि काठमाडौँ गोर्खाजले यो गेम जित्यो भने तपाई अचम्म नपर्नु होला, किनभने अन्डररेटेड टिम छ, ब्यालेन्स टिम छ। कोच मन्टी देसाईले यस्तोसँग टिम बनाएका छन् कि फरेन प्लेयर पनि जुन प्लेयरहरूलाई चाहिँ नेपाली भूमिको, नेपाली चाहिँ ग्राउन्डको चाहिँ अनुभव छ, त्यो प्लेयरलाई ल्याएर राम्रोसँग टिम म्यानेजमेन्ट मिलाएर सबै काम गरेका छन्। उहाँले एउटा के इक्जाम्पल सेट गर्नुभएको छ भने काठमाडौँ गोर्खाजले एउटा नर्मल प्लेयर भए तापनि ब्यालेन्स टिम बनायो भने जुनसुकै जस्तो गेम पनि आफ्नो तर्फ ल्याउन सकिन्छ है। जनकपुर बोल्ट्समा मिक्स म्याच भएको थियो, टिम सिलेक्सन पनि राम्रो थिएन, प्लेइङ 11 त अझै मैले देखिन राम्रोसँग। त्यो 3-4 प्लेयरलाई, नयाँ 3-4वटा प्लेयरलाई नै सँगै एकैचोटि चेन्ज गर्नुपर्छ भन्ने जरुरी छैन। एउटा दुईटा प्लेयरलाई चेन्ज गरे पुग्छ। राम्रो टिम थियो, पहिला ब्यालेन्स टिम थियो, त्यही टिमलाई खेलाएर एउटा दुईटा चेन्जेस मात्रै ल्याए पनि पुग्छ है। त्यो भनेको ट्राई गरेको हो, तर त्यति धेरै 3वटा 4वटा प्लेयरलाई नै चेन्ज गरेर खेल्नु त्यो आवश्यक नै देखिएन। एनीवे, अब म्याच नम्बर 2 को बारेमा कुरा गरौँ, जुन चाहिँ रहेको छ चितवन राइनोज भर्सेस कर्णाली याक्स। एनपीएल सिजन 2 को म्याच नम्बर 2 चितवन राइनोज भर्सेस कर्णाली याक्स, जुन आज बिहान दिउँसो भनौँ, बिहान पनि नभनौँ, दिउँसो भनौँ 11:45 बाट चाहिँ सुरु हुन गइरहेको छ, त्यही टियु क्रिकेट ग्राउन्डमा है। यो बारेमा कुरा गरौँ, चितवनले पनि अघिल्लो पाली भन्दा सिजन 1 भन्दा सिजन 2 मा केही चेन्जेस गरेको छ, जुन चाहिँ धेरै छैन, थोरै 1-2वटा प्लेयर राम्रो ल्याएको छ, चेन्जेस गरेको छ। जस्तै सिजन 1 का फरेन प्लेयर, जुन चाहिँ प्लेयर अफ द टुर्नामेन्ट पनि भएका थिए, आई थिङ्क सैफ अली जेब सुदूरपश्चिमबाट खेल्नु भएको थियो, उहाँले चाहिँ उहाँलाई पनि चितवन राइनोजले ल्याउनु भएको छ। रवि बोपारा त हुनुहुन्थ्यो नै, प्लस डेभिड मलानलाई चाहिँ उहाँले ल्याएर एकदमै स्ट्रङ टिम बनाउनु भएको छ। अघिल्लो पटक भन्दा यो पटक अझै एकदमै ब्यालेन्स टिम देखिएको छ र आज हुन सक्ने प्लेइङ 11 यो टिमको चितवन राइनोज भर्सेस कर्णाली याक्स बीचमा हुन सक्ने चितवन राइनोजको प्लेइङ 11, मेरो प्रिडिक्सन प्लेइङ 11 चाहिँ यो प्रकार रहेको छ। नेपाली प्लेयरमा कुशल मल्ल क्याप्टेन, उहाँले नै खेल्नुहुन्छ, देव खनाल, अर्जुन साउद, दीपक बोहरा, अमर सिंह रौटेला, रिजन ढकाल, कमल सिंह ऐरी, यी चाहिँ हाम्रा नेपाली प्लेयरहरू खेल्नेछन्। र फरेन प्लेयरको कुरा गर्दा चाहिँ रवि बोपारा एज अलवेज, सोहेल तनवीर, सैफ अली जेब र डेभिड मलान चाहिँ उहाँ 4 जना चाहिँ मलाई लाग्छ फरेन प्लेयरमा चाहिँ उहाँले खेल्नुहुन्छ। यो मेरो प्लेइङ 11 मा धेरै चेन्जेस आउँदैन होला, सकेसम्म धेरै आए चेन्जेस भए 1 प्लेयर 2 प्लेयर चेन्जेस हुन्छ, नत्र सबै यही नै फर्मेटमा खेलिन्छ जस्तो मलाई लाग्छ। 7वटा नेपाली प्लेयर यही नै रहनेछन्। यसमा चेन्जेस आयो भने 1 जना
चेन्जेस आउन सक्छन्, अमरसिंह रौटेला अथवा दीपक बोहराको साटो कुनै एक अर्को प्लेयर आउन सक्छन्। फरेन प्लेयर त आई थिङ्क यही नै हुनेछन् है। अब कुरा गरौँ कर्णाली एक्सको। कर्णाली एक्सले पनि अघिल्लो पटक शेखर धवनलाई ल्याएर जुन हाइप बनाउनु भएको थियो, त्यो हाइप यो पटक त्यति धेरै हाइप नभए तापनि टिमलाई चाहिँ राम्रो ब्यालेन्स नै बनाउनु भएको छ है। अब उहाँले त्यो लेभलको प्लेयर ल्याउन नसके तापनि जसलाई चाहिँ अब जस्तै म्याक्स अडवार्ड, विल वशिष्ठलाई रिटेन गर्नुभएको छ, मार्क वाट, जय किसन कोलसावाला अनि प्रियाङ्क पान्चाल, उहाँ जस्तो फरेन प्लेयरलाई ल्याएर चाहिँ अझ टिमलाई चाहिँ स्ट्रङ चाहिँ बनाउनु भएको छ। अघिल्लो सिजन 1 भन्दा सिजन 2 मा चाहिँ अझै स्ट्रङ ब्यालेन्स टिम चाहिँ उहाँ पनि देखिनु भएको छ। अब यो टिमको आज हुन सक्ने प्लेइङ 11 को बारेमा कुरा गरौँ, जुन चाहिँ आजको गेमको लागि प्लेइङ 11 प्रोबेबली 11 हुन सक्नुहुन्छ। उहाँ चाहिँ सोमपाल कामी, गुलसन झा, नन्दन यादव, युवराज खत्री, पवन सराफ, अर्जुन घरती, विपिन शर्मा। जो विपिन शर्माको जादु त तपाईहरुले सिजन 1 मा नै देखिसक्नु भएको छ। उहाँले कति राम्रो खेल्नु भएको थियो भनेर तपाईले देखिसक्नुभयो। इमर्जिङ प्लेयर पनि उहाँ रहनु भएको थियो। उहाँ 7 जना नेपाली प्लेयर चाहिँ आई थिंक मेरो हिसाबले चाहिँ फिक्स नै हुनुहुन्छ। उहाँबाट चेन्जेस सायद आउँदैन होला, चेन्जेस हुँदैन होला। र फरेन प्लेयरको कुरा गर्दा विल वशिष्ठ, मार्क अडवार्ड, जय किसन कोलसावाला र प्रियाङ्क पान्चाल चाहिँ हुन सक्छन् आजको गेमको लागि। फरेन प्लेयरमा चाहिँ उहाँ 4 जना चाहिँ हुन सक्नुहुन्छ। यदि चेन्जेस आयो भने प्रियाङ्क पान्चाल वा जय किसन बाट चाहिँ एकजनालाई ड्रप गरेर मार्क वाटलाई चाहिँ राख्न सक्छन्। मेरो प्लेइङ 11 यो टिमको चितवन राइनोज भर्सेस कर्णाली एक्स को प्लेइङ 11 चाहिँ मेरो यस प्रकार रहेको छ। तपाईहरुलाई चाहिँ कस्तो लाग्यो यो प्लेइङ 11? तपाईहरुले के चेन्जेस ल्याउन चाहनुहुन्छ अथवा के यो चेन्ज भइदिएको भए हुन्थ्यो अथवा यो चेन्ज हुन सक्छ भन्नुहुन्छ, त्यो चाहिँ तपाईहरुले कमेन्ट गर्नु होला। अब कुरा गरौँ म्याच नम्बर 3 एनपीएल सिजन 2 को म्याच नम्बर 3 विराटनगर किङ्स भर्सेस पोखरा एभेन्जर। जुन टिमले चाहिँ अन पेपर एकदमै तहका पिटेका छन्। यी दुई टिम जसले यस्तो राम्रो सबैजना फरेन प्लेयरहरूलाई किनेर अन पेपरमा चाहिँ प्लेइङ लिस्टमा चाहिँ तहका पिटेका छन्। अर्को प्लेयर अर्को टिमको मनमा चाहिँ डर त्रास छाएका छन्। अब यो टिमहरुको बारेमा कुरा गरौँ, ढिला नगरिकन सिधै प्लेइङ 11 को बारेमा कुरा गरौँ। अब विराटनगर किङ्समा प्लेइङ 11 हुन सक्छन् सन्दीप लामिछाने, प्रतीक जीसी, लोकेश बम, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङ, जो चाहिँ नेपाली 7 जना प्लेयर चाहिँ उहाँहरु हुन सक्छन्। मलाई लाग्छ, मलाई पर्सनल्ली मेरो कुरा हेर्दा, मैले चाहिँ एनालाइज गर्दा, पोहोर सालको गेम सिजन 1 को गेम हेर्दा चाहिँ यो 7 जना चाहिँ उहाँ चाहिँ हुन सक्छन् जस्तो लाग्छ। किनभने स्पिन पनि चाहियो, स्पिन फ्रेन्डली पिच सूर्य तामाङलाई पक्कै पनि खेलाउनुहुन्छ, बसिर अहमद हुनुहुन्छ, सन्दीप लामिछाने स्वयं आफै जो चाहिँ स्पिनको नेपालको लागि स्पिन किङ पनि हो, उहाँ स्वयं 3 जना भएपछि स्पिनलाई चाहिँ अझै राम्रो स्पिन अट्याक हुन सक्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ। र ब्याटिङमा चाहिँ प्रतीक जीसीले अलराउन्ड पर्फर्मेन्स गरिहाल्नुहुन्छ। फास्ट बलर, लेफ्ट आर्म फास्ट बलर प्लस ब्याटिङ गर्नुहुन्छ उहाँले। लोकेश बम ओपनर राम्रो हुनुहुन्छ, बसिर अहमदले पनि गर्नुहुन्छ, नरेन भट्ट, नारायण जोशीहरुले पनि गर्नुहुन्छ ब्याटिङ चाहिँ। अब यसमा ब्याटिङमा सुगन्ध थप्नको लागि फरेन प्लेयर यहाँ 4 जना फरेन प्लेयर जो चाहिँ मेरो यस प्रकार फाफ डुप्लेसी, तपाईले नाम भन्ने बित्तिकै तपाईलाई मैले बयान गर्नै पर्दैन होला, आफै बुझ्नुस् कस्तो खेल्नुहुन्छ, कहाँबाट आउनुहुन्छ प्लेयर है। जर्ज मोन्से, मार्टिन कप्टिल, जसलाई चाहिँ यो भन्दा अघिल्लो सिजन 1 को पनि अनुभव छ। कप्टिलले 1 त्यति राम्रो रहेन, तर त्यो अनुभवलाई चाहिँ यो पटक चाहिँ उहाँले युटिलाइज गर्न सक्नुहुन्छ, अझै राम्रो गर्न सक्नुहुन्छ। मलाई पक्कै पनि भरोसा छ उहाँले सक्नुहुन्छ, गर्नुहुन्छ, गरेर देखाउनुहुन्छ। र फोर्थ फरेन प्लेयरमा चाहिँ मलाई रान्जाने र मर्चन्ट डिलाङ्गेमा चाहिँ कन्फ्युजन थियो, तर सायद उहाँले चाहिँ मर्चन्ट डिलाङ्गेलाई खेलाउनुहुन्छ, किनभने फास्ट बलिङ पनि चाहियो। फास्ट बलिङको लागि प्रतीक जीसी र उहाँको डुओ चाहिँ मलाई लाग्छ रङ ल्याएर आउँछ जस्तो लाग्छ आजको गेममा चाहिँ है। यो चाहिँ मेरो 11 प्लेइङ 11 चाहिँ हुन्छ, जसमा चाहिँ
सबै 11 गर्दा सन्दीप लामिछाने, प्रतीक जेसी, लोकेश बम, बसिर अहमेद, नरेन भट्ट, नारायण जोशी, सूर्य तामाङ, फाफ डुप्लेसिस, मार्टिन कोप्टिल, जर्ज मोन्से र मर्चेन्ट डेलाङ्गे चाहिँ हुन सक्छन् आजको विराटनगर किङ्सको चाहिँ प्लेइङ 11 आजको खेलको लागि भर्सेस पोखरा एभेन्जर है। अब पोखरा एभेन्जरको बारेमा पनि त कुरा गरौँ। पोखरा एभेन्जरले पनि राम्रो सुरुवातीमा चाहिँ धीमा नै थियो, शान्त नै थियो, त्यस्तो ठुलो हल्ला पनि थिएन। के गरेको टिमले, कुनै प्लेयर साइनिङ पनि छैन, कस्तो टिम किनेको, कस्तो प्लेयरहरू किनेको भनेर चाहिँ आलोचना चाहिँ गरिरहनु भएको थियो जनताले, फ्यान्सले चाहिँ आलोचना भइरहेको थियो। र लास्ट मोमेन्टमा चाहिँ दुईटा यस्तो साइनिङ गर्नुभयो जसले चाहिँ पुरै सबै एनपिएल टिमको फ्यान्सलाई चाहिँ हल्लाएर राखेको छ, पुरै माइन्ड नै हल्लाइदिएको छ। पोखरा एभेन्जर्सको प्लेइङ 11 को कुरा गरौँ, जो चाहिँ आजको गेमको लागि भर्सेस विराटनगर किङ्सको सँगको चाहिँ आजको प्लेइङ 11 चाहिँ कस्तो हुनसक्छ, के हुनसक्छ चाहिँ हामी त्यो बारेमा कुरा गरौँ। नम्बर 1 मा कुशल भुर्तेल, सागर ढकाल, दिनेश खरेल, किरण ठगुन्ना, आकाश चन्द, तीर्थराज दास र विपिन खत्री। यी चाहिँ नेपाली प्लेयर हुन सक्छन्, नेपाली भूमिका प्लेयरहरू, जो चाहिँ तीर्थराज दास अथवा किरण ठगुन्ना अथवा तीर्थराज दासलाई मध्ये एकजनालाई बसाएर अर्जुन कुमारलाई पनि खेलाउन सक्छन्। तर मलाई लाग्छ अर्जुन कुमारलाई आज बेन्चमा बसाएर तीर्थराज दास र किरण ठगुन्नालाई चाहिँ उहाँले खेलाउनुहुन्छ जस्तो मलाई लाग्छ। फरेन प्लेयरको कुरा गर्दा ड्यान टटवेल्थ र एडम रसिङटन, पुरानो प्लेयर नै हुन् रसिङटन, र नयाँ नाम जुन नामले चाहिँ सिङ्गो नेपाली फ्यान्स, जो चाहिँ अरू प्लेयर अरू टिमको फ्यान्स सुदूरपश्चिम विराटनगर, काठमाडौँ, चितवन, लुम्बिनी, कर्णाली एक्स उहाँको टिमको फ्यान्सहरूको चाहिँ दिमाग हल्लाएर राखेको छ। र पोखरा एभेन्जर्सको फ्यानहरू उहाँको चाहिँ मनमा खुसियाली छाएको छ। जुन नाम चाहिँ जेसन रोय, इङ्ग्ल्यान्डका प्लेयर जेसन रोय, र सिजन 1 मा खेलेका, सिजन 1 मा जनकपुर बोर्ड्सलाई ट्रफी जिताउन एकदमै महत्त्वपूर्ण भूमिका खेलेका जिमी निसम, उहाँ पनि पोखरा एभेन्जरमा जोडिनु भएको छ। यो चाहिँ सरप्राइजिङली उहाँले लास्ट मोमेन्टमा नै एनाउन्स गर्नुभएको हो। त्योभन्दा अगाडि कुनै ठुलो नाम पनि थिएन, सबै फ्यानहरू निराश थिए पोखराका, र उहाँ दुईजनालाई ल्याएर सुनमा सुगन्ध र पोखरा एभेन्जर्सको फ्यानको मनमा चाहिँ एक किसिमको चाहिँ उत्साह र खुसियाली छाइदिएका छन्। मेरो प्रोबेबली 11 उहाँहरू नै हुनेछन्। कुशल भुर्तेल, सागर ढकाल, दिनेश खरेल, किरण ठगुन्ना, आकाश चन्द, तीर्थराज दास, विपिन खत्री, जिमी निसम, जेसन रोय, एडम रसिङटन र ड्यान टटवेल्थ नै हुनेछन् मेरो चाहिँ प्रोबेबली 11। र तपाईहरूलाई के चाहिँ चेन्ज हुन सक्छ, कुन प्लेयर चाहिँ चेन्ज हुन सक्छ, कुन प्लेयर चेन्ज हुन्छ, यो प्लेयर हुन्छ नै चेन्ज अथवा यो हुन सक्छ भन्ने लाग्छ भने त्यो पनि तपाईहरू मेरो कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। र अब लागौँ प्रिडिक्सनतर्फ। प्रिडिक्सन आजको गेम कसले चाहिँ बाजी मार्ला त है, प्लेयर चाहिँ कुन प्लेयरले चाहिँ बाजी मार्न सक्छ अथवा कुन टिमले चाहिँ आज बाजी मार्न सक्छ आजको गेम म्याच नम्बर 2 र म्याच नम्बर 3 मा चाहिँ। म्याच नम्बर 2 को कुरा गर्दा तपाईको चितवन राइनोज भर्सेस कर्णाली एक्स, टिम दुई नै ब्यालेन्स नै छन्, दुवै टिम ब्यालेन्स देखिएको छ। र मेरो तर्फबाट मैले कुरा गर्दा चाहिँ के हुन सक्छ त भन्दा सैबजेब, जसलाई चाहिँ सिजन 1 को राम्रोसँग अनुभव छ, उहाँ प्लेयर अफ द टुर्नामेन्ट पनि हो। उहाँ रवि बोपारा कस्तो खेल्नुभएको छ तपाईँले देखि नै हाल्नुभयो सिजन 1 मा। अनि सोहेल तन्वीर, उहाँ दुईजना त चितवन राइनोजबाट पहिला नै खेलिसक्नुभयो, उहाँले राम्रो खेल्नुभएको थियो। र यो तीनजनाको चाहिँ कम्बिनेसन पनि अझ राम्रो हुन्छ, एक्सपिरियन्सले पनि काम गर्नेछ। अल्दो ओइल बसिस्टो र मार्क अडवार्डलाई पनि राम्रो चाहिँ एक्सपिरियन्स छ नेपाली भूमिको। ओइल बसिस्टो त यो अघिल्लो पटकको कर्णाली एक्समा खेल्दै हुनुहुन्थ्यो र यो पटक रिटेन पनि हुनुभएको छ। उहाँ दुईजनाको पनि एक्सपिरियन्स काम त लाग्ने छ। तर आजको
गेमको कुरा गर्दा मेरो प्रेडिक्सन कुरा गर्दा यो गेम म्याच नम्बर 2 चाहिँ कहीँ न कहीँ चितवन राइनोजतर्फ चाहिँ भारी देखिएको छ। चितवन राइनोजले बाजी मार्न सक्छ भन्ने चाहिँ मलाई लाग्छ है। चितवन राइन पक्कै पनि बाजी मार्छ आजको गेम। चितवन राइनोजलाई मैले सपोर्ट गर्नेछु। र म्याच नम्बर 3 को बारेमा कुरा गर्दा जुन चाहिँ विराटनगर किङ्स भर्सेस एभेन्जर पोखरा एभेन्जर्सको छ, म चाहिँ डाउटफुल्ली छु। डाउट छ मलाई कसले जित्छ, किन भन्दा दुवै टिम एकदमै खतरा छ। एकदमै खतरनाक टिम चाहिँ मलाई लागिरहेको छ। दुवै टिमले चाहिँ 101 गेम खेल्छ, 101। दुवै टिममा चाहिँ राम्रो राम्रो प्लेयरहरू हुन्छ है। फरेन प्लेयर चाहिँ राम्रो हुनुहुन्छ दुवै टिममा, तर नेपाली प्लेयरको कुरा गर्दा जुन चाहिँ नेपाली प्लेयर, नेपाली भूमिको प्लेयरहरूको कुरा गर्दा चाहिँ थोरै भारी विराटनगर किङ्स चाहिँ छ जस्तो मलाई लाग्छ। पोखरा एभेन्जरमा कुशल भुर्तेज नो डाउट राम्रो हुनुहुन्छ। दिनेश खरेल तपाईँले पनि देखिसक्नुभयो, उहाँको गेम यो अघिल्लो पटक धेरै राम्रो खेल्नुभएको थियो। त्यो बाहेकको आकाश सन राम्रो खेल्नुहुन्छ। आकाश सन बाहेक अलि मैले चाहिँ त्यो ब्यालेन्स चाहिँ देखेको छैन। स्पिनमा हुनुहुन्छ, सागर ढकाल स्पिनमा हुनुहुन्छ, तर अब त्यति राम्रो किरण ठौन्ना, तीर्थराज दास, विपिन खत्रीको गेमले चाहिँ त्यति इम्प्याक्ट पार्छ जस्तो चाहिँ अलिक मलाई कम चाहिँ फिल भइरहेको छ। त्यसमा चाहिँ अलि हुनेछ। र विराटनगरकोमा चाहिँ कुरा गर्दा सन्दीप लामिछाने सेल्फ, उहाँ हामीले कुरै गर्नु पर्दैन। बसिर अहमद र सूर्य तामाङ, यो 3 जनाको स्पिन गेम हेर्दा कस्तो रमाइलो हुन्छ होला। त्यसबाहेक प्रतीश जीसी, लोकेश बम हुनुहुन्छ, नरेन भट्ट र नारायण जोशीले पनि अलिक कन्ट्रिब्युट चाहिँ राम्रो गर्नुहुन्छ है। सो अनि फरेन प्लेयरको कुरा गर्दा मार्टिन गुप्टिल सिजन 1 को एक्सपिरियन्स, यतापल्ट जिमी निसम सिजन 1 को एक्सपिरियन्स, दुवैले काम लाग्नेछ। मर्चेन्ट डे लाङ्गेको चाहिँ साउथ अफ्रिकाको त्यो फास्ट बलिङ, अब नेपाली भूमिमा चाहिँ नेपालीको टिम ग्राउन्डमा चाहिँ टिमको पिचमा चाहिँ कतिको काम लाग्छ त्यो चाहिँ हामी हेर्न उत्सुक छौँ। र फाफ डुप्लेसिस र जोर्ज मोन्सेको चाहिँ बारेमा हामीले पुरै गर्नु पर्दैन होला, बयान गर्नै पर्दैन होला। हाम्रो फरेन प्लेयरको बारेमा कुरा गर्दा चाहिँ विराटनगर अलिक भारी छ जस्तो मलाई लाग्छ। र यो गेमको बारेमा कुरा गर्दा, यो म्याच नम्बर 3 को बारेमा कुरा गर्दा जुन चाहिँ विराटनगर किङ्स भर्सेस पोखरा एभेन्जर्सको बारेमा कुरा गर्दा चाहिँ आजको यो म्याच नम्बर 3 कहीँ न कहीँ कतै न कतै विराटनगर किङ्सले चाहिँ आफ्नो तर्फ लग्छ जस्तो मलाई लाग्छ। आजको यो प्रिडिक्सन, मेरो प्रिडिक्सन विराटनगर किङ्सले चाहिँ लग्छ। नम्बर 2 म्याच नम्बर 2 मा चाहिँ चितवन राइनोज र म्याच नम्बर 3 मा चाहिँ विराटनगर किङ्सले चाहिँ बाजी मार्छ र पोइन्ट्स टेबलमा प्लस पोइन्ट अङ्क थप्दै अगाडि बढ्छ जस्तो मलाई लाग्छ। अब तपाईहरुलाई चाहिँ कसले चाहिँ म्याच जित्छ जस्तो लाग्छ, कुन टिमले चाहिँ आजको गेम बाजी मार्छ जस्तो लाग्छ तपाईहरुलाई अनि कुन चाहिँ प्लेइङ 11 भए राम्रो हुन्छ, यो टिममा यो प्लेइङ 11 हुन सक्छ जस्तो लाग्छ, त्योहरु चाहिँ मलाई कमेन्ट गरिदिनु होला। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, यदि राम्रो लागेमा अथवा नराम्रो लागेमा केही सल्लाह सुझाव दिनु परेमा, केही कमी कमजोरीहरु भएमा कमेन्ट गरिदिनु होला र भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला।